वैदेशिक रोजगारको प्रमुख गन्तव्य बनेको मलेसियामा काम गर्न जाने नेपाली कामदारहरूका लागि एकदमै खुसीको खबर आएको छ। अबदेखि मलेसिया सरकारले 1700 रिङ्गिट भन्दा कम तलब दिने कम्पनीहरूलाई कडाइका साथ कारबाही गर्ने भएको छ। मलेसिया सरकारले हालै कडाइका साथ श्रम निरीक्षण सुरु गरेको छ। यस्तो निरीक्षणमा न्यूनतम तलब नियम उल्लङ्घन गर्ने कम्पनीहरूलाई सजाय दिने प्रक्रिया अघि बढाएको छ। सरकारले स्पष्ट रूपमा भनेको छ कि वैदेशिक श्रमिकलाई कम्तीमा 1700 मलेसियन रिङ्गिट झन्डै 51,000 नेपाली रुपैयाँ तलब अनिवार्य रूपमा दिनै पर्छ। विगत केही वर्षदेखि नेपाली श्रमिकहरू मलेसियामा न्यून तलब, ओभरटाइम नपाउने वा समयमा पारिश्रमिक नपाउने जस्ता समस्यामा फस्दै आएका थिए। सरकारी अधिकारीहरूका अनुसार 1700 रिङ्गिट भन्दा कम तलब दिने कम्पनीहरूलाई ब्ल्याकलिस्ट गर्ने, नयाँ कामदार लिन नपाउने र कडा जरिमाना तिराउने व्यवस्था गरिएको छ। यसले गर्दा नेपाली मात्र होइन, सबै वैदेशिक कामदारहरूको हक अधिकार सुनिश्चित हुने विश्वास गरिएको छ। कसरी असर पर्छ नेपाली कामदारलाई? अब नेपाली कामदार मलेसिया गएका बेला पहिले भन्दा सुरक्षित न्यूनतम तलब पक्कापक्की हुने अवस्था बन्नेछ। साथै कम्पनीहरूले कामदारलाई धोका दिन सक्ने सम्भावना घट्नेछ। वैदेशिक रोजगारका लागि मलेसिया रोज्ने युवाहरूले पनि अब कम तलबको डर नलिई ढुक्क भएर जान सक्ने अवस्था बनिरहेको छ। नेपाल सरकारका तर्फबाट पनि मलेसिया सरकारसँग सहकार्य गरेर नेपाली श्रमिकको हित सुनिश्चित गर्ने प्रयास भइरहेको छ। दुवै देशबीच श्रमिक हित सम्बन्धी सम्झौताको पालना कडाइका साथ गर्न पहल भइरहेकाले यो समाचारले नेपाली श्रमिक र उनीहरूका परिवारहरूमा आशा र विश्वास जगाएको छ। मलेसिया जाने वा जाने तयारीमा रहेका नेपाली कामदारहरूका लागि यो खबर निकै सकारात्मक हो। न्यूनतम तलब सुनिश्चित गर्न मलेसिया सरकारले चालिएको यो कदमले वैदेशिक रोजगारलाई थप सुरक्षित, भरपर्दो र मर्यादित बनाउन सहयोग पुर्याउनेछ।